गाइस वेलकम टु माई भिडियो। आज चाहिँ हामी ऱ्यासनल र इरेसनल नम्बरहरू पढ्दैछौँ। यो पार्टबाट कति 2-3 नम्बरको क्वेसनहरू आउँछन् परीक्षामा। हामी चाहिँ अलि इम्पोर्टेन्ट मात्र पढ्छौँ यो पार्टका। यस्ता खालका एक्सर्साइज चाहिँ आउने गाह्रै छ, यस्ता आउँदैनन् र यो पनि आउँदैन। आउने भनेको चाहिँ एक्सर्साइज भनेको यो यिनीवाला हुन्, यिनीवाला इम्पोर्टेन्ट हुन् गाइज। यो चाहिँ अलि 2-3 नम्बरको आउन सक्छ, त्यसैले बिना देर नगर्दै जाउँ न त ल। हेर्नुहोस् गाइज, ऱ्यासनल र इरेसनल नम्बर सबैभन्दा त अहिले इम्पोर्टेन्ट कुरा भनेको ऱ्यासनल र इरेसनल नम्बरको डिफिनेसन घुम्नुपर्छ। यो चाहिँ परीक्षामा आउन सक्छ, अलि चान्स छ लेखा परीक्षामा आउने डेफिनेसन भनेर वाट इज ऱ्यासनल नम्बर त्यस्तै भनेर आउन सक्छ। त्यसैले पढ्नु होला यो। अ नम्बर विच क्यान बी एक्सप्रेस इन द फर्म अफ ए अपन बी वेयर ए एन्ड बी आर इन्टिजर एन्ड बी इज इक्वल 0 इज कल्ड ऱ्यासनल नम्बर। यो चाहिँ आउन सक्छ गाइज, यो पढ्ने हो यो र यो। अ नम्बर विच क्यान नट बी एक्सप्रेस इन द फर्म अफ ए अपन बी आर कल्ड ऱ्यासनल नम्बर। इरेसनल नम्बर यस्तो चाहिँ आउन सक्छ गाइज, जुन चाहिँ पढ्ने हो। ल अब ग्यारेन्टिड एक्जाम भनेर ग्यारेन्टी आउने भने एक्जाममा चाहिँ यिनीवाला हो नि यस्ता। अलि यस्ता खालिका मलाई आज चाहिँ रुगा लाग्नु छ गाइज, त्यसैले अलि स्यास्या गरिरहेको हो। यस्तावाला आउँछन् गाइज। यो चाहिँ के हो भने यो धेरै इजी छ क्या। यो चाहिँ फ्रीको 2 नम्बर जस्तै मान्नुहोस्। यो हिसाबलाई चाहिँ 2 हो कि 3 नम्बरको आउँछ। यो चाहिँ हेर्नुहोस् 0.5 को माथि त यो धर्को छ, यो धर्को आइसकेपछि यस्तै हिसाब गर्ने भन्ने मानिन्छ। यो लामो देखिरह होला तपाईँलाई, तर चाहिँ अलि इजी छ। जस्तै हेर्नु, सबैभन्दा मेन कुरा भनेको यस्तो चाहिँ लेख्नुपर्छ नि, यस्तो चाहिँ यति हो हुने भनेको। जस्तै लेट बी एक्स लेख्ने हो, लेट बी एक्स बराबर यो लेख्ने, यो माथिको फेरि एक्स बराबर 0.5 बराबर आई लेख्ने इक्वेसन आइस। नाउ जस्तै यहाँ 1 नम्बर छ भने 10 ले मल्टिप्लाई गर्ने, 2 नम्बर छ भने 100 ले मल्टिप्लाई गर्ने, 3टा नम्बर छन् भने 1000 ले मल्टिप्लाई गर्ने। जस्तै यहाँ चाहिँ पोइन्टका पछाडि एउटा क्लियर नम्बर छ, त्यसैले हामीले 10 ले मात्रै मल्टिप्लाई गर्छु यो एक्सलाई र 0.5 लाई। त्यसैले नाउ मल्टिप्लाई 10 फ्रम बोथ साइड भनेको दुइटै साइडबाट 10सँग मल्टिप्लाई गर्ने। जस्तै यहाँ एक्सको साइडबाट पनि 0.5 को साइडबाट पनि दुइटैलाई मल्टिप्लाई गर्ने। त्यसैले एक्स इन्टु यस कारणले एक्स इन्टु 10 भएको 0.55 भनेको 5 या पछाडि किन थप्यो भनेपछि जस्तै पोइन्टका पछाडि जति नम्बर हुन्छ त्यो थपिहाल्ने कि एउटा नम्बर त्यहीको अपोजिटमा थपिहाल्ने एउटा नम्बर। जस्तै यहाँ 0.5 छ भने फेरि एउटा 5 थप्ने पछाडि। त्यस्तै भने यहाँ हेर्नु चाहिँ अर्को 2.4 छ भने पछाडि फेरि एउटा 2.4 थप्ने के। जस्तै 5 छ भने यहाँ 0.5 थप्ने, फेरि 0.5 थपिसकेपछि फेरि इन्टु गर्ने भनेको छ, त्यसैले इन्टु 10 गर्ने। फेरि 10 इन्टु एक्स गर्दा 10x हुन्छ र 0.5 इन्टु 5 0.55 इन्टु 10 गर्दा 5.5 हुन्छ। फेरि इक्वेसन आई लेख्ने हो। फेरि यो पहिलोको यो आई र यो दोस्रोको आईलाई इन्टु गर्ने, इन्टु भन्दा पनि सब्ट्र्याक्ट गर्ने, सब्ट्र्याक्ट। त्यसैले सब्ट्र्याक्टिङ आई फ्रम आई लेख्ने। फेरि आईमा के छ, आईमा चाहिँ एक्स र 0.5 मात्रै छ। आईमा के छ 10x र 5.5 छ, त्यस कारणले यहाँ 10x माइनस आईमा एक्स छ, त्यस कारणले एक्स 5.5 माइनस 0.5 5.5 भनेपछि इक्वेसन आई 0.5 भनेपछि इक्वेसन आई। त्यसैले फेरि दुइटालाई माइनस गरिसकेपछि यति नम्बर बस्छ 9x इज इक्वल 5x। फेरि 9x चाहिँ के बच्छ भनेपछि इन्टुमा हुन्छ सबै कुरा जो टाँसिएर हुन्छ। जस्तै यो दुइटा टाँसिएर भएको छ, त्यसैले यो इन्टुमा हुन्छ, इन्टु मल्टिप्लाईमा हुन्छ। त्यस कारणले मल्टिप्लाईलाई यता ल्याउँदाखेरि डिभाइड हुन्छ, त्यस कारणले एक्स यहाँको एक्स बराबर 5 भागा 9 हुन्छ। यो चाहिँ यति हो। अब अर्को दुइटावालाहरू त दुइटा छ। यो लेट बी एक्स चाहिँ लेख्ने, फेरि 0.5 एक्स बराबर 0.24 यस्तो लेख्ने। यो लेखिसकेपछि यो लेख्ने यहीको एक्स लेट बी एक्स भनेको यहाँ एक्स भयो 0.25 बराबर इक्युआई। यहाँ हेर्नुहोस् अब यहाँ कति नम्बर छ, दुइटा नम्बर छन् भने 100 ले मल्टिप्लाई गर्ने क्या। जस्तै यहाँ 3टा नम्बर हुन्थ्यो भने 3टा थियो भने यहाँ 1000 ले मल्टिप्लाई गरेर, 4टा हुन्थ्यो भने 10,000 ले गर्ने, त्यस्तै क्या।
यहाँ जस्तै यहाँ एउटैले चाहिँ त्यस कारणले यहाँ 10ले गर्यौँ, यहाँ दुईवटा छ त्यस कारणले हामीले 100ले गर्छौँ। हेर्नुहोस् यहाँ 100 इन्टु एक्स गरेपछि 100 इन्टु एक्स र 0.2424 कस्तो आयो भने मैले अघि नै पनि भनेको 24 चाहिँ यसले जति नम्बर पछाडि छ पोइन्टदेखि जति नम्बर पछाडि त्यति नम्बर लेख्ने। यति भनिदिन्छु पोइन्ट इधर थोप्लो चाहिँ यो पोइन्टका पछाडि जति नम्बर रिपिट हुन्छ जति नम्बर छन् त्यति नम्बर फेरि यहाँ थपेर लेखिदिने। जस्तै यहाँ 24 पोइन्टका पछाडि 24 छ त्यसैले हामी यहाँ फेरि 24 लेखिदिन्छौँ फेरि इन्टु 100 गर्ने। फेरि 100 एक्स गर्दा 100x 24 0.2424 इन्टु गर्दा इन्टु 100 गर्दा 24.24 हुन्छ 24.24 हुन्छ। फेरि आई लेख्ने हो, फेरि सब्ट्र्याक्टिङ आई फ्रम आई लेख्ने। फेरि सब्ट्र्याक्टिङ आई भनेपछि यो आई भनेपछि यिनी के जस्तै आई 100 भयो त्यस कारणले 100 माइनस एक्स गर्ने आईबाट एक्स गर्ने फेरि बराबर 24.24 माइनस 0.24 गर्ने। यो आई यस्तो छ त्यसैले फेरि 100x माइनस एक्स गर्दा 99x हुन्छ। फेरि 24.24 माइनस 0.24 गर्दा 24 बच्छ। फेरि पछाडि यो 99x जोडिएर हुन्छ भने त्यस कारण जहिले पनि भित्र बिचमा इन्टु हुन्छ इन्टु, त्यस कारणले एक्स बराबर इन्टु यता इन्टुलाई मल्टिप्लाईलाई यता ल्याउँदाखेरि जहिले पनि भागमा जान्छ त्यस कारणले 24 भागा 99 हुन्छ। त्यस्तै गरेर अर्को हेरौँ न त। यो अर्को हिसाब आइसक्यो गाइज, हेर्नुहोस् 0.132 भनेपछि यहाँ 3वटा नम्बर आइसक्यो। 3वटा नम्बर आइसकेपछि के भन्ने 1000ले मल्टिप्लाई गर्नुपर्छ। जस्तै हेर्नु लेट बी एक्स लेख्ने फेरि 0. यो लेखिदिने फेरि लेट बी एक्स भने लेट बी एक्स भनेपछि यहाँ एक्स लेख्ने 0.132 यो 1 एक्युआई लेख्ने। फेरि यो 3वटा नम्बर छन् भने यहाँ एउटा हुन्थ्यो भने 10ले हुन्थ्यो, 2वटा हुन्थ्यो भने 100ले हुन्थ्यो, तर 3वटा छ त्यसैले 3 भइसकेपछि 1000ले हुन्छ। जस्तै यहाँ मल्टिप्लाई 1000 फ्रम बोथ साइड आयो। फेरि 1000 इन्टु एक्स गर्ने मल्टिप्लाई बोथ साइड भनेको दुईटै साइड यो र यो दुईटै साइडलाई 1000ले मल्टिप्लाई गर्ने भनेको छ त्यस कारणले 1000 इन्टु एक्स 0.1313 मैले पनि पहिला पनि भनिसकेँ हो कि जति पोइन्टदेखि पछाडि हुन्छ नम्बर फेरि त्यो रिपिट गर्ने हो। जस्तै 0.132 छ यहाँ त्यस कारणले फेरि यहाँ पोइन्टदेखि पछाडि 132 छ त्यस कारणले हामी 132 लेख्छौँ। 0.132 इन्टु 1000 गर्ने 1000 इन्टु एक्स गर्दा 1000x 132.132 हुन्छ। इन्टु गरिसकेपछि यो इक्युआई भयो। सब्ट्र्याक्टिङ इक्युआई फ्रम आई भन्ने छ। सब्ट्र्याक्टिङ इक्युआई लेख्ने जति आयो भने सबैभन्दा पहिला सब्ट्र्याक्टिङ इक्युआई लेख्नुपर्छ, आई कहिले लेख्नुहुन्न इक्युआई लेख्नुपर्छ। त्यस कारणले फेरि इक्युआई भनेपछि 1000x माइनस इक्युआई भनिसकेपछि यो एक्स लेख्ने फेरि बराबर 132 इक्युआई भनेपछि 132.132 माइनस इक्युआई भनेपछि 0.132 फेरि इन दुईटालाई माइनस गर्दा 999x बराबर 132 फेरि यो जहिले पनि मलाई अघि नै पनि भनिसकेको छ भित्र इन्टुमा हुन्छ त्यस कारणले एक्स बराबर 132 भागा 99999 हुन्छ। अब अर्को वालोहरू सबैभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ यस्तो वालो चाहिँ यस्तै वाला आउँछन् एक्जाममा चाहिँ बढी भाग, त्यसैले यसमा अलिक बढी फोकस गर्ने। फेरि सबैभन्दा पहिला हाम्रो लेट बी एक्स लेख्ने लेट बी एक्स सधैँ लेख्नुपर्छ। फेरि बराबर यो लेखिदिने एक्स बराबर यो लेट बी एक्स भनेपछि यहाँ एक्स आयो, यो लेट बी एक्स भनेपछि एक्स यो 1.57 बराबर 1.57 यस्तो गरेर 0.1 लेख्ने र यो आई लेख्ने। नाउ मल्टिप्लाई 100 फ्रम बोथ साइड 100 किन भयो भनेपछि त सोध्न लाग्नु होला यो त 3वटा नम्बर पो छ त किन भयो त 100,000 हुनुपर्ने हो नि भनेर सोध्नु भयो होला, तर हुँदैन गाइस 1000 यो पोइन्ट छ त पोइन्ट यो 1 को पछाडि यत्र एउटा पोइन्ट छ, पोइन्टदेखि पछाडि जति नम्बर जुन त्यति मात्र गनिन्छ। पोइन्टदेखि अगाडिको नम्बर गनिँदैन, पोइन्टदेखि पछाडिको मात्र गनिन्छ। त्यसैले पोइन्टदेखि पछाडि 2वटा छ, 2वटा भएको कारणले गर्दा 100ले मल्टिप्लाई गर्ने। 9 मल्टिप्लाई 100 भनेपछि 100 इन्टु एक्स बराबर 1.57
5 7 किन भयो त्यहाँ सोध्नु लाग्नु भयो होला फेरि कि हिजो चाहिँ 1.5 भित्र फेरि 1 हुनुपर्ने हो किन भएन भनेपछि मैले अघि नै पनि भनेको पोइन्टदेखि पछाडि जति हुन्छ त्यति मात्र लेख्ने। जस्तै यहाँ पोइन्टदेखि पछाडि 5 7 छ त्यस कारणले यहाँ 5 7 मात्रै लेख्ने क्या। पोइन्टदेखि अगाडि यो यसलाई हेर्दै नहेर्ने क्या। यसलाई चाहिँ केही चलाउँदैन चलाउने हिजो चाहिँ यसलाई यहाँ पोइन्ट 1 पोइन्ट लेख्ने 5 7 लेख्ने यो 5 7 को 5 7 पोइन्टदेखि पछाडि जति हुन्छ त्यसलाई मात्र रिपिट गर्ने क्या। अगाडिकोलाई केही नहेर्ने। फेरि इन्टु 100 गर्ने 100 इन्टु एक्स गर्दा 100x 1.7.75 हुन्छ 100 इन्टु 100 गर्दा यो चाहिँ इक्युआइआई भयो। सब्ट्र्याक्ट आइआई फ्रम आई फेरि सब्ट्र्याक्ट आइआई भनेपछि आइआईलाई आईबाट सब्ट्र्याक्ट गर्ने 100 इन्टु एक्स आइआई भनेपछि 100 भयो आई भनेपछि यो एक्स भयो 1.7 भनेपछि आइआई भयो माइनस 1.57 भनेपछि आइआई भयो। फेरि इन दुईटालाई माइनस गर्दा 99x बराबर इन दुईटालाई माइनस गर्दा 156 हुन्छ। फेरि एक्स लेख्ने र इन्टु गर्दा हिजो एक्स लेख्ने यसलाई यता ल्याउँदाखेरि भागमा गराउने त्यसैले यति हुन्छ गाइज। यति हो आजको लागि चाहिँ। ऱ्यासनल नम्बर भनेको चाहिँ इम्पोर्टेन्ट ग्यारेन्टीवाला त यस्तै वाला आउँछन्। तपाईँलाई फुल भिडियो चाहियो भने अलि बुझाएर राम्ररी चाहियो भने चाहिँ भन्नु होला। यो चाहिँ सर्ट रिक्याप जस्तै मान्नु होला। त गाइज आजको लागि यतिकै बाई।